प्रधानमन्त्री अनि हाम्रो केपी ओलीजी चाहिँ कलाकार हैन त? नेपाली हो नि। अनि तिमी कहाँ जान लागेको त? गर्लफ्रेन्ड भेट्न जान लागौ? हैन। कहाँ हिँडेको त? यता यतिकै हिँडेको। तिम्रो त गर्लफ्रेन्ड छ भन्ने सुनेको थिए। छोडी। छोडी? किन? दाम नभएर। दाम कमाउनु पर्यो नि त त्यसो भयो अब। यति कमाछु। खै सही हो। अब अर्को गर्लफ्रेन्ड बनाउने होला नि त? नै। किन? धोका दिन्छन्। सबै केटी उस्तै हुँदैन क्या? अर्को गर्लफ्रेन्ड बनाऊ, केही हुन्न। छोटे बच्चे का कुल्फी बोलेगा ना, कान को नीचे दो मारेगा ना, तब पता चलेगा। अनि तिमीले आफ्नो गर्लफ्रेन्डलाई भेट्दा के गर्थ्यौ? केही गर्ने थिएन। केही त गर्थ्यौ होला। हैन हजुर। ए गर्थ्यौ रे हो? अनि अरु भन्ने सोच। के भन्ने? कति जाने? नेपालीबाट सोधम। भयो बरु धमला सर तिमीसँग कुरा गर्न चाहनुहुन्छ अरे। एकछिन धमला सरसँग कुरा गर नि त है। हुन्छ। ल सरलाई नमस्ते गर नि त। नमस्ते हजुर। नमस्ते के छ हजुर? एकदम ठिक छु म। आराम हुनुहुन्छ? ठिक छ हजुर। तपाईलाई म जता जान चाहन्छु नि कार्यक्रममा स्वागत गर्न चाहन्छु। हुन्छ। यो माई हनी पान। तपाईलाई कसरी चिन्ने नेपाली जनताले? कलाकार। गीत र संगीतले तपाईलाई पनि पपुलर बनायो हैन? हजुर। तपाई गीत र संगीतमा किन आउनुभयो? त्यसै। के कारणले आउनुभयो? त्यसै। एउटा गीत गाउनुस् त। सारारा लाइपा लाइफरा। वाह वाह ग्रेट सक्सेसफुल पर्सन। होइन। प्रेम के हो? केटी। प्रेम किन गर्छन् मान्छेले? त्यसै। भविष्यमा विवाह गर्छु भनेर सोच बनाउनु भएको छ? तपाईलाई मन परेको युवती को? हजुर। मन पराउनुहुन्छ? के कारणले? थाहै छैन। तपाईलाई मन पर्ने नेता को? सचिन परियार। कति पढ्नुभयो तपाईले? कङ्ग्रेचुलेसन गुड। अरु भन्ने सोच। आज टिकटक तन्टुले के भन्छ? कति जाने? कति जल फादानी? तपाई त्यसै ओल्ड वाइडन। Tamalala humala. राम्रो गीत गाउनुभयो नि त। यो धुन हो धुन। म तपाईँलाई स्यालुट गर्न चाहन्छु। अर्को गीत गाउनुहोस् त्यसमा। मेरो यासको छ म। पैसा राम्रो छैन। खाना पाए त हाँस्छ मुर्दा। बाबुको आमा पहिला गए मलाई छोडेर, अनि म धोका पाएदेखि अनि फेरि मैले बिहा गरेँ। ए